घरभित्रबाट सादा पोसाकमा प्रहरीबाट अश्रु ग्यास र ढुङ्गा प्रहार गरेको अवस्था हो। त्यो भन्न सक्नु पर्यो। नेपाली जनता, नेपाली नागरिक भनेको एउटा वीर गोर्खालीको इतिहास बोकेको इतिहास छ हामीसँग। हामी शान्ति चाहन्छौँ हैन त, द्वन्द्व बिल्कुल चाहन्छौँ। यो वर्दीधारी ठेक्का राखोस्। हाम्रो करको पैसाले तलब खुवाएर पालेका यी ठुल्ठुलो भुसिया भुकाई नभुके हुन्छ, यिनीहरूले ठेक्न सक्दैनन्। त्यो चारवटा नेपाल सरकारले जनताको करबाट खाएको तलबबाट आज नेपाली जनताले संयमतापूर्वक राष्ट्रवादी जनसमुदायहरूले, हाम्रो मेरा अग्रज र मेरा प्रिय अनुजहरूले राष्ट्रको मायाका निमित्त आफ्नो राष्ट्रप्रतिको समर्पण भाव देखाइसकेका छन्। औँला थिच्न र मुठी कसेर त्यो ग्रेनेडको पिन तान्न हामीलाई पनि आउँछ। आज हामीले संयमता अपनाएको हो। आजबाट देशमा राजतन्त्र आइसक्यो, घोषणा हुन बाँकी छ। तेस्रो जनआन्दोलन जसरी गरिएको छ, देशमा नागरिक आन्दोलन भन्नुस्। देशको चाबी दिल्ली दरबार, युरोपियन दरबार